सङ्गीत उबरमा कहिलेकाहीँ त निशा सुनारको घरमा लगेर के सोध्नु भयो खाना खुवाउँछिन् भने हो फेरि कस्तो गलत सोचाइ छ भने नि ए मेरै फोटो हो त्रिपाठीजी यतिको जादु त तपाईँले देखाउनुहुन्न पोजको जादु मसँग एउटा ट्यापे पनि नेपालबाट आइरहेको छु त्यो ट्यापेलाई चाहिँ बियर 1 र बियर 2 हिसाबमा अमेरिकाले बोलाएको ट्यापे भन्दा नि मैले अहिले त्रिपाठीजी देखिरहेको छु त्रिपाठीजीलाई चाहिँ फेरि लोकल 1 र लोकल 2 भिसामा अमेरिकाले बोलाएको हो अनुहार डढेको देख्दा त 100% हो हजुर यस सोलो मोसन होइन नि त बाबु दिस इज बलेबर बले स्टाइल ल तपाईँले भनिहाल्नु भयो दिनै हाल्नु पर्यो ए बन्टो पटङ 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 बन्टो पटङ 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 तिमी अझै ढली छैनौ सङ्गीता एकपटक फेरि क्या ल पनि 2-4 जनासँग परे पो ढल्छौ त तर फर्स्ट गर्लफ्रेन्ड चाहिँ मेरै हो भन्न मन लागेको थियो होइन पठाम्रो जन्मे नि त अहिले तपाईँ बोल्दै नबोल्नुहोस् शट अप यतिको इङ्ग्लिस चल्छ नि हो गएपछि है त्यही पनि यो ट्यापे कहाँ गएछ ट्यापे आइपुग्दैन ओ त्रिपाठीजी गो टु हेयर यतिकै इङ्ग्लिस त मेरो बरु गाजा सुत्रै गुन्द्रुकको बल्ला ब्रो दाँची कसले हो नि फेरि बरु गाजा सुत्रै गुन्द्रुकको बल्ला जाडो सुत्रै मोही बल्ला तर म कहिल्यै सुत्रिन मेरी फुपू फुपू खोइ फुपू सोल्टिनी हो नि यार मलाई फुपू भिडाएर आफू जिम्मा लिन खोजेर क्या मेरी फुपू खोइ सेलरोटी खोइ मेरी फुपू ऐ मेरी फुपू मेरी फुपू मेरी फुपू यता सानी आमा नमस्ते यिनी त शङ्कर विषीको गर्लफ्रेन्ड हो शङ्कर विषी दाईको आफ्नै हे फेरि म आफ्नै हो ऐ मेरो फुपू आफ्नै घरको तपाईँको फुपू होइन मेरी फुपू मेरी फुपू मेरी फुपू मेरो आफ्नै सन्जाली फुपू इन्टरनेसनल फुपू इन्टरनेसनल फुपू यस हो। इन्टरनेसनल फुपू अघि त्यहाँ ट्रेन स्टेसनमा झरेर एउटा सेनेगलको सोल्टीलाई डु यु नो फुपू भनेको अनि आई डोन्ट नो भन्दै यार मेरी फुपूको यत्रो इन्सल्ट सोटे के सेनेगलको सोल्टीलाई हान्दिने हो त नानु बरु त्यसले राम्रो गरेछ नचिनेर चिनेको थियो भने मेरी फुपूले 1 थाल भात खुवाइहाल्थिन् कमसे कम त्यो 1 थाल भात त महादेव त्रिपाठीले खानु पायो नि त दाईको फेसमा त्यही भएर हल्का चम्किलो भयो भातै नै रहेछन् दाई ऊ त लोकल ठहराले चम्किलो भयो
अनि पाण्डु हजुर तँलाई चाहिँ यहाँ अमेरिकामा कसले बोलाएर आएको मैले फुपूले उहाँले आफ्नो बुढो त बोलाएको छैन यो पाण्डुलाई कहाँबाट बोलाएको उहाँ भुपू हाम्रो फुपू ए तँलाई कसले बोलाएर आएको मलाई एकदमै रिस उठिरहेछ एकछिन एकछिन कुल डाउन नो भुपू सी प्रेजेन्ट वाइफ अफ शङ्कर पिसी मेरो आफ्नै दिदी हो यति भनेपछि त दिदीले दिदी दिजु आन्टी एकचोटि माइजू भन्दा बा सुन्नुहुन्छ कि निशा माइजू भाउजू भन्दा सुन्दिनन् केही भन्दा सुन्दिनन् माइजू भनेपछि सुनिन् बजे भन्नु नो वरिज यु सिट डाउन लभ यु टु मलाई चाहिँ मेरो पाण्डे अङ्कलले बोलाएको पाण्डे अङ्कल शोभाकान्त पाण्डे अङ्कलले बोलाएको मानौँ कि पाण्डे अङ्कलले चुनावै जिते जत्तिकै यतिको छ त होइन यस्तो भयो के बरु पाण्डे अङ्कलले तँलाई किन बोलाएको मलाई पाण्डे अङ्कल र मेरो चाहिँ एउटा ठुलो एडभेन्चर प्लानिङ छ कि हाम्रो यहाँ न्युयोर्कमा सानो JFK एयरपोर्ट खुल्ने प्लानिङ छ कि त्यही भएर माथि पुरै डोजर त चलाइसकेर छ त मेरो पञ्च अगाडिले भनिदिएपछि म के बोल्ने तर त्यो एयरपोर्टको वरिपरि चाहिँ बााउन्ड्री लाउनु पर्छ है प्लेनहरू सबै चिप्लेर फेरि जमाइका पुग्न सक्छ जमाइका पुग्दैन बरु अङ्कलले तेल लाउँदैनन् अहिले अङ्कलले के खरानी धसेर हिँड्यो कि होइन पिठो बरु पिठो भनेपछि अङ्कल पनि धुलो पिठो